अब नानी ठुलो रहेछ होइन अब सास पनि भइरहेछ रोकिरहेछ अनि फेरि खुल्दैछ फेरि चुप्प हुन्छ फेरि खोल्छ हो त्यस्तो भयो कि डेट गइसक्यो अब उसलाई यसरी चिरेर निकाल्नुपर्छ ल यता सुई लाउने भन्नु अनि यहाँ सुई लाउनुपर्छ अनि आइया पनि हुँदैन हुँदैन यस्तामा यहाँ सुई हालेपछि अनि आइया हुँदैन सबै यस्तो 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 केही हुँदैन अनि यहाँ टक्क यहाँदेखि यति 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 चिरेर अनि यति चिरेर अनि त्यहाँबाट फुत्त नानी फुत्त झिकेर अनि सिलाइदिन्छ राम्रो ल खानै पाउनु खुसी ल अब उता लगेर सुई हालेर अनि ल ल अब दिदीको चाहिँ यस्तो भयो कि बच्चाको अलिकति त्यो धड्कन अलिक बढ्दै घट्दै बढ्दै घट्दै गरेकोले गर्दाखेरि चाहिँ हामीले अपरेसनै गर्नु होइन पर्यो कोही कोही बेला चाहिँ बच्चाभित्र केही भएको छ भने उँधो लानुपर्छ कोही कोही बेला चाहिँ अब के भएको रहेछ पर्दैन हजुर त्यो अब यहीँ अलिक जति सक्दो चाँडो गर्नुपर्छ भन्ने कुरा आयो डक्टरबाट अनि त्यही भएर बिर्ताबाट पनि नलाने बरु यहीँ गरेर अनि बरु अपरेसन गरेर बिर्ताबाट लान्छौँ हामी बरु त्यही भएर चाहिँ हामीले यहीँ इलाम अस्पतालमा अपरेसन लानु गर्नु पर्यो भने नत्र त पर्दैन पर्दैन बच्चालाई केही भयो रहेछ भित्र अब गाह्रै भयो भने मात्रै लानुपर्छ न पर्दैन अब हामीले चाहिँ यहीँ अपरेसन गराउने हुँदैछौँ शीघ्र स्वास्थ्य लाभको कामनादेखि अब छिट्टै जाती हुनुपर्छ डर लाग्यो केही हुँदैन केही हुँदैन लुगा त म ल्याइदिइहाल्छु लुगा उ माथिबाट ल्याउनुपर्छ म ल्याइदिइहाल्छु ए यस्तो लुगा लाउँछ अर्को बोली यो त आज त यही लाउनुपर्छ यही अब यो लाउने अनि यसो ल यस्तो डराउनु पर्दैन ठिक हुन्छ भेनालाई पनि मैले कल गरेर बोलाएँ हुँदैन बच्चा नि बोलाएँ मैले भोलि आउनुहुन्छ भेना पनि भोलि आउनुहुन्छ ल बेला बगेर जानुपर्छ भनेको कि स्कुल जानुपर्छ भने दुई चुल्टी बाँडिदिनु भएको होइन बाँच्नै पर्छ नि त लट्टा पर्छ नि ए हो र अब झोला बोकेर स्कुल जाउँ ल भनेर कहाँ जाने अब स्कुल जानु अरे अब दिदी कति खुसी हुनुहुन्छ आमा हेर्नु त आज दिदीको अब भोक लागेको छ नि भोक लागेको छ पानी खानु हुँदैन अब यहाँबाट ए हुँदैन 24 घण्टा केही खानु पाइँदैन अब सुननबाटै ल खाने अब ए हो र यहाँ दिन थालेको खान्थ्यो बट्टाबट ए केही खानु पाइँदैन 24 घण्टा चाहिँ केही खानु पाइँदैन यहाँबाट दिएको छ भोकाउँदैन नि बिमारी ल अब दिदी यसो नडराउनु केही हुँदैन ल केही हुँदैन अरू भनिसकेको छ अब भेना आउनुहुन्छ भोलि आउनुहुन्छ केही हुँदैन ल सुई हाल्दा पनि त्यसो काने जस्तो लाग्यो कि डर हुँदैन प्रेसर होइन त्यही रहेछ ल अब दिदीको चाहिँ अपरेसन हुनेवाला छ गङ्गा दिदीलाई सबैजनाले शीघ्र स्वास्थ्य लाभको कामना भन्दै लाइक कमेन्ट र एउटा सेयर गरिदिनु होला गङ्गा दिदी यति खुसी हुनुहुन्छ नि अब